सबैलाई नमस्ते, म तैलाङ राई। यहाँ छ युट्युब च्यानल। ल यो चाहिँ हाम्रो साथीको प्रतीक त खाइरहेको छ क्या, भोक लाग्यो खानु मन लाग्छ होइन। त्यहाँ बस्यो भने अझ पैसा पनि तिराउँछ क्या। हेर नचिक्नु लाग्दो चौडीमा फाइनल लाग्दो चौडीमा फाइनल पुगिरहेछ टिम। हाम्रो त चौडी त दामी थियो त। हरियो माथि धेरै गाउँको अलि चिक्ने हाम्रो ब्ल्याक ह्यान्ड कालो टिकटकको नामै ब्ल्याक ह्यान्ड चाहिँ के छ लगाएर छिट्ने खबर धेरै ठाउँमै बनाएर खाइदिन्छ। यहाँबाट दामी देख्छौ बसेर त्यहाँ चाहिँ कहाँ त्यहाँ जीवन लिएको भए हुन्थ्यो नि त दाइ। त्यहाँ चाहिँ कहाँ बस्छस्? बसेर हुनु परेन? यहाँ हो ल बसौँ न खै। बसिरहेर पनि हुन्छ क्या। एउटा प्याजी चाहिँ खाइदिन्छ दाइ। आधी खानु त भाइ ल खानु न भिरमै उभिदियो म चप खानु। ल पकड पकड न अलिक मजाले हो। एकैछिन ल दाइ। जर्सी पनि किन्नु अस्ति मलाई त्यस्तै भन्ने जस्तो लाग्यो। फाइनल खोइ जर्सी यही होला हौ। जोतको छ त यहाँ यो जस्तो पनि लगाएर थियो अस्तिकै जर्सी हो यो। दुईजनाकै अस्तिको लगाइदिएको हुन्छ नि दाइ। ल ल कुनै भाइ छैन। कुन पटनारी उदय होइन? पानी लेन्स खाल्ने कस्तो पिरो थियो पानी हेऱ्यो छुट्टी पर्ने बेला चाहिँ खिच्दैन कि हजुर खोज्दै छुको भए चाहिँ दामी हुन्छ होइन? कस्तो लान्छ खिच्ने हो क्या। मिठो भयो। त्यसो खोर्सानी मात्रै हो कालै टोकेर सबै देख्छ हो कामै गएको त्यहाँ बस्ने ठाउँै छैन। कहाँ बस्नु भन्दा नि बस्ने ठाउँै छैन। त्यहाँ कहाँ बस्नु भन्दा नि खोइ कहाँ त्यो भिरमा मान्छेमा कति चाहिन्छ कि यहाँ मान्छेलाई। यहाँबाट बरु अलग्गै देखिरहेको थियो। होइन त्यो चाहिँ कुरा दियो गर्दा पनि भयो। त्यो जानुपर्छ कोल्ड्रिङ्कको कुन कालो उचालो कुन चालो भन् न उचालो ल हान्दियो। हाम्रो यो ग्रिन कलरको चाहिँ हाम्रो योगेन माको टिम होइन सर? एउटा यति चिन्ता छ बहुत मिठो रहेछ। कहाँ पेरेको थियो किनेको? घरमा ल्याइरहेको थियो घरमा ल्याइरहेको थियो दामी लाग्यो। यसले केटी देखेँ चिन्ने देखेको होइन केटी देखेँ यसले। बढिया बढिया त्यस्तो हुँदैन नि त यो चौरीमा यो चौरी नै यस्तो क्या कहाँ हेर्नु न अब यहाँ मिल्दैन क्या। एक त मान्छेतिर भइरहेछ अनि बल स्थिर बस्दैन। बस्दैन त्यो कुरा हो क्या। बाउन्स गरेर कहाँ पुगिरहनु। उचाल लिएर क्या बल अलिकति बेलचा लागेको छ।
कस्तो राम्रो ठाउँमा गएको त टिकट जित्छ जस्तो लागिरहेछ कसले जित्छ जस्तो भन्नु लाग्यो सकिँदैन यार खेलको आँखा हुँदैन यार सही हो हो दुई टिममा कसले जित्नु सक्छ त्यो थाहा नै हुँदैन क्या जसले पनि जित्नु सक्छ होइन आजकल तरङ्ग बाजे खेल्दा पाइहाल्यो त सबिन्दैसम्म फर्स्ट म्याच खेल्दैन त मिहिनेत पनि गर्नु पर्दैन यहाँ त अब यो दुलोले गट्टी फ्याल्दैन उहाँको बल मात्रै फ्यालिन्छ यहाँको बल फ्यालिँदैन 1 मिनट अब आफ्टर हुनु आस चाहिँ छ है किपर हल्का अग्ली रहेछ होइन अलि नर्मस त्यो किपरलाई देखेर नि तिमीले नर्मस हान्नु जस्तो लाग्छ क्या खेलाडीले क्या देखेर नै क्या हुन्छ त भाइ कसलाई सुन्दर सर किपर हो 19 को किपर हो क्या पहिला खतरा नि दाइ तरङ्गै उत्कृष्ट किपर हो क्या खायो चिक्ने किपर भएपछि होइन जिउजान मायामा लचकहरू दामी क्या दाइको बल डिसिजनहरू होइन जम्पिङ क्याचिङ सबै दामी क्या उयो रेफ्री कहाँको रेफ्री तैँले बुझ्दैछ हाम्रोमा त रेफ्री हुँदैन होला ल तिम्रो ब्रेक टाइम भइसकेको पहिला छ पहिलाको यो दाइको बेलामा वार्ड गेम हुँदाखेरि तिम्रो अब फेरि 10-15 काममै थिइस् होइन त्यही भएर चाहिँ हो क्या तिमीले हेर्नु पाएको दाइको गेम 5 मिनटको 10 मिनटको ब्रेकमा कति ब्रेक हुन्छ साथी हामीले सोलिङमा त्यो मिस कलेक्सन बनाएर खेल्दा त दाइ रेफ्री थियो त्यो समय बिताएको त अब डान्स हुने रहेछ दाइ 10-12 वर्षभन्दा बढी हो डान्स हुने रहेछ क्या अब क्या हार्ड टाइममा क्या पानीले डान्स पनि यहाँबाट दामी हुन्छ क्या लाइटर छ डान्स हुने अब आज नि हेर्नु के भन्नु खेल्दैन अब यति के भन्नु त्यति यहाँ छ सर सिकेर सल्काएर ठिकै गर्नुभयो घरदेखि गाडी बोकेर आएको होइन अर्को रातो खालको छोरा मान्छेलाई नभए पनि आउँदैन फेरि मान्छेहरू आयो भने बोजूहरू होला होइन बोजूहरू छैन क्या तपाईँलाई दिन मैले अब चाहिँ डान्स हुन आँटेको रहेछ यहाँ होइन दाइ खाँदै गरेको चाहिँ नदेखाउनु आयो क्या अनि हाम्रो के शौचालय छैन त्यही ब्रेक पछि अब पनि लागिरहेछ क्या ब्रेक पनि भइसकेको छ अहिलेसम्म 0-0 छ कसैले पनि गोल हाल्नु सकेको छैन यो भिडियो चाहिँ तैलाङ भ्लगमा आउँछ है केटा हो हेर्नु होला हान्दे हान्दे कस्तो आफूलाई बसेको चिज भेटिहाल्छ नि त्यो अर्को उयो बिपिनले भेट्थ्यो त्यो भाइले छोड्नु पर्ने
स्ट्रेट बस्नुपर्ने हो अर्को बिपिन कुद्दै थियो क्या यतापट्टि उसले भेट्छ क्या त्यो बल हाल्नु पनि पाउँथ्यो केही साथी मलाई त्यसको केही थाहा छैन यार अफसाइड पनि केही थाहा छैन त्यो सर्ट मेरो बाहिर कति वर्ष गरेको अहिले 25 होइन 8 वर्ष जाडोको मौसम ताली अकाले भाइ कहाँ हो हान्दे 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 लैजा मादर चौध पर्ने त हो नि भाइ मुखेर भनिनँ तर त्यहाँ फर्किनु पर्दा पो गाह्रो फर्किनु पर्ने हान्नु पर्ने सकाउनु पर्ने जब 14 मा छिन्छ होइन होइन राम्रै फर्किन्छ नि त भाइ यस्तै यस्तो त खेल्दैन होला नि त भन्न खोजेको कि राम्रै पनि गाह्रो कुरो हो भन्नु क्या डिफेन्सलाई कतिवटा चान्स हुन्छ जता घोचे पनि भयो पोलमा स्ट्राइकरलाई खोज्नु पर्ने चाहिँ पोलमा मात्रै हो अनि चाहिँ स्ट्राइकरको हातमा गोल 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 हान्दे आरो छिक्ने उदयटोलले गोल हानिसकेको छ रेलवेलाई त चिक्ने फर्काउँदैन होला यसरी खेल्यो भन्दा त्यसले चिक्ने त्यहाँ बल पाउनु बित्तिकै ड्याममा हान्दिएको गोल हुन्छ नि त्यो अब त होपले खाइदिइहाल्यो नि अब
तपाईँको अन्त काउँछु भन्नु है तर कतिले त काउँछ थाहा छैन कि त थाहा त काउँछ हामीले देखेको त अब हामी हिँड्दै हिँड्दै पल्लोपट्टि जाउँ होला है कता चाहिँ उतापट्टि एकछिन गयो अहिले गाडी लिएर निक्लिहाल्नु छ ल एक गोल खाइसकेको छ अब आस पनि मरिसक्यो हार जित छ भनेर के हो अब सक्यो त गाडी गर्नु खोजेको कस्तो टाइम भएन No.